Hello, everybody. सबैजनालाई जय मसीह. हेलो. So nice to see you all today. आज यहाँहरु सबैलाई देखेर खुसी लागेको छ. Happy Father's Day to all the fathers. अनि सबै बाउहरुलाई ह्यापी फादर्स डे. Yeah, thank you very Thank you. much. I think today I'm just going to have a simple message for you. अनि आज चाहिँ तपाईहरुको माझमा साधारण प्रभुको वचन म शेयर गर्छु. And since it's Father's Day, I'd like to talk about our Heavenly Father. अनि आज चाहिँ यो फादर्स डे परेकोले गर्दाखेरि चाहिँ म हाम्रो स्वर्गीय पिताको बारेमा तपाईहरुलाई केही कुराहरु बताउने छु. And first I'd like to wish our Heavenly Father a happy Father's Day. हाम्रो स्वर्गीय पितालाई पहिलो प्रथम चाहिँ हामी ह्यापी फादर्स डे भन्ने छौं. Amen. आमेन. Amen. And He's such a wonderful Heavenly Father. अनि उहाँ चाहिँ अति महान स्वर्गीय पिता हुनुहुन्छ. You know, when Jesus came to earth, जब येशू चाहिँ संसारमा आउनु भयो, the Bible teaches us that He came to reveal God to us. अनि बाइबलले यसरी सिकाउँछ उहाँले चाहिँ येशू ख्रीष्ट संसारमा आउनुको कारण चाहिँ परमेश्वरलाई चिनाउनको लागि देखाउनको लागि आउनु भयो. And He chose to reveal Him as Father. अनि उहाँ येशूले चाहिँ यो छान्नु भयो कि स्वर्गीय पितालाई चाहिँ पिताको रूपमा दर्शाउनको लागि चाहिँ उहाँले त्यो कुरालाई छान्नु भयो. Not as this all-powerful Creator God, अनि यो कुनै पनि के रे कुराहरु शक्तिशाली कुराहरु सृजने भनेर होइन, but as His Father अनि उहाँको पिता भनेर, and our Father. अनि हाम्रो पिता भनेर. And when I say our Father, जब म यो हाम्रो परमेश्वर पिता भन्छौं, I mean all of those who believe in Jesus. अनि जसले येशू ख्रीष्टमाथि विश्वास गर्छ, उहाँमाथि विश्वास गर्छ, उनीहरुलाई भनेको. God said in, I think it's 1 Corinthians, He said, I will be a father to you. अनि पहिलो कोरिन्थीमा यसरी भनिएको छ, म तिमीहरुको चाहिँ पिता बन्ने छु. And you will be my sons and daughters. अनि तिमीहरु चाहिँ मेरो छोरा अनि छोरी बन्ने छौ. What a beautiful, beautiful relationship. अनि यो कति सुन्दर सम्बन्ध छ. I think at this point, यो पोइन्टमा चाहिँ I think I'd like to pray for all of us. हामी सबैको लागि म प्रार्थना गर्न चाहन्छु. According to Ephesians 1:17. अनि एफिसी 1:17 17लाई पढ्ने छौं. And this was the Apostle Paul praying for the believers. अनि पावलले चाहिँ विश्वासीहरुको लागि यसरी प्रार्थना गर्दथे, म प्रार्थना गरिरहन्छु कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर महिमाका पिताले तिमीहरुलाई उहाँको विश्वासको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा दिउन्. आमेन. That's a very interesting prayer. अनि यो चाहिँ अति एकदमै इन्ट्रेस्टिङ प्रार्थना छ. And I'd like to pray that for all of us right now. म तपाईहरु हामी सबैको लागि यो प्रार्थना पढ्नु पर्यो. Heavenly Father, स्वर्गीय पिता, I pray that you'll give us a spirit of wisdom and revelation. म प्रार्थना गर्छु कि तपाईले हामीलाई त्यो आत्मा दिनुहोस्, बुद्धि र ज्ञानको, प्रकाशको, so that we will know you better. अनि हामी चाहिँ तपाईलाई असल तरिकाले चिन्न सकौं. When we leave today than we did when we came in. अनि हामी जब यहाँदेखि छुटेर जाँदै गर्दाखेरि हामी जस्तो आयौं त्यस्तो होइन. In Jesus' name. येशूको नाममा. Amen. आमेन. So here Paul prays, it says he keeps praying for the believers. यहाँ चाहिँ पावलले विश्वासीहरुको लागि प्रार्थना अनि प्रार्थना गरिरहन्छन्. To have a spirit of wisdom and revelation. अनि के रे ज्ञान र अनि के रे प्रकाशको आत्मा दिनुहोस् भनेर. So that they could know their Heavenly Father better. अनि तिनीहरुले चाहिँ अब विश्वासीहरुले चाहिँ स्वर्गीय पितालाई असल तरिकाले चिन्न सकौं भनेर. And that's so important for all of us. अनि यो चाहिँ हामी सबैको लागि अति महत्त्व छ. We should pray that for ourselves all the time. अनि हामीले चाहिँ सधैँ पनि हाम्रो आफ्नो लागि यो प्रार्थना गरिराख्नु पर्छ. For our families. हाम्रो परिवारको लागि, for our fellow believers. अनि हाम्रो विश्वासी जनको लागि. And God will reveal Himself to us. अनि परमेश्वरले चाहिँ उहाँ आफैलाई हामीसँग प्रकट गर्नुहुन्छ. And I don't mean just
in understanding him somehow intellectually, अनि मैले चाहिँ हामीले त्यो सुनेको भरमा उहाँलाई बुझ्ने मात्रै होइन, विचार गर्ने मात्रै होइन, but that the Holy Spirit would reveal him to us in our hearts. अनि पवित्र आत्माले चाहिँ हाम्रो हृदयमा चाहिँ उहाँलाई प्रकट गरून्, So that we could experience God अनि हामीले चाहिँ परमेश्वरको एउटा के भन्छ अनुभव गर्न सकौँ as our Father. हाम्रो पिता भनेर, As it says here, the glorious Father. हाम्रो महिमाको पिता भनेर. You know, Jesus said something. He said, when you've seen me, you've seen the Father. यीशुले यसरी भन्नुभयो, तिमीहरूले मलाई देखेको छौ भने चाहिँ मेरो पितालाई देख्ने छौ अथवा देखेका छौ. You know, Jesus said that. He said, the words that I speak, they're not my own, they're my Father's. अनि यीशुले यसरी भन्नुभयो, जुन शब्दहरू वचनहरू मैले बोल्दैछु त्यो मेरो आफ्नो ओन होइन, तर मेरो पिताबाट आएको हो र पिताबाट मैले तिमीहरूलाई भनेको हो भन्नु. He said, the lessons that I teach you are not my own. अनि जुन शिक्षाहरू मैले तिमीहरूलाई सिकाइरहेको छु त्यो मेरो आफ्नै होइन. My teaching is from the Father. अनि मेरो शिक्षाहरू चाहिँ मेरो पिताबाट हो. And he said, the miracles that I do, they're not my own. अनि जति मैले आश्चर्य कर्महरू गरे यीशुले भन्नुभयो त्यो मेरो आफ्नै होइन. He said, God is doing these miracles. अनि Our Father. परमेश्वरले चाहिँ मेरो पिताले चाहिँ यो सबै कुराहरू गरिरहनु भएको छ. And so he says, and I don't do my own will, अनि यीशुले यसरी भन्नुभयो, मेरो आफ्नै इच्छा म गर्दिनँ, only my Father's will. अनि परमेश्वर मेरो पिताको इच्छा मात्रै म गर्छु. And he said, whatever I see my Father doing, that's what I do. अनि म चाहिँ मेरो पिताले जे गरेको म देख्छु म त्यही नै गर्दछु. That's why he's saying, when you've seen me, you've seen the Father. अनि यीशुले यसरी भन्नुभयो, तिमीहरूले यदि मलाई देखेका छौ भने मेरो पितालाई देखेका छौ. You know, Jesus came and demonstrated to us अनि येशू ख्रीष्ट चाहिँ आउनु भयो र हाम्रो लागि चाहिँ उहाँ एउटा के डेमोन्स्ट्रेसन साक्षी बन्नुभयो. He demonstrated what God is like in a human body. अनि उहाँले चाहिँ यसरी प्रकट गर्नुभयो उहाँले आफैलाई कि परमेश्वर चाहिँ मानिसको शरीरमा हुँदाखेरि चाहिँ कस्तो हुन्छ भनेर चाहिँ त्यो कुराहरू चाहिँ हामीमा प्रकटीकरण गर्नुभयो. Because the Bible says God is spirit. अनि बाइबलले भन्छ चाहिँ परमेश्वर चाहिँ आत्मा हुनुहुन्छ. We could never see God. हामी आत्मालाई देख्दैनौँ, परमेश्वरलाई देख्दैनौँ. No one has ever seen God अनि कसैले चाहिँ परमेश्वरलाई देखेका छैनन् except Jesus. अनि यीशु ख्रीष्टले मात्रै. And whoever gets revelation by the Holy Spirit. अनि जसले चाहिँ पवित्र आत्माबाट चाहिँ एउटा रेभुलेसन प्रकाश पाउँदछ. And then we don't see him with our physical eyes, हामी चाहिँ हाम्रो आँखाले यो हाम्रो नेचुरल आँखाले हामी देख्दैनौँ, but with the spiritual eyes that he gives to us. अनि हामीलाई जुन आत्मिक आँखा दिनुभएको छ त्यो आँखाद्वारा हामी देख्दछौँ. And we can actually know our Heavenly Father अनि हामी चाहिँ हाम्रो स्वर्गीय पितालाई चाहिँ हामी जान्न सकौँ in a very intimate way. अनि एकदम नजिकबाट चिन्न सकौँ. And so when we want to know what our Heavenly Father is like, अनि जब हामी हाम्रो पिता स्वर्गीय पिता कस्तो हुनुहुन्छ भन्ने कुरा हामी यदि जान्ने इच्छा गर्छौँ भने we look at Jesus. हामी यीशुलाई हेर्छौँ. We fix our eyes on Jesus. हाम्रो आँखा चाहिँ यीशुमा हामी लगाउँछौँ. He is the best picture that we could ever have of what the Father is like. अनि यीशुलाई जब हेर्छौँ भने चाहिँ उहाँ चाहिँ सबैभन्दा बेस्ट पिक्चर हुनुहुन्छ. यदि हाम्रो पिता कस्तो हुनुहुन्छ भन्ने हुन्छ भने चाहिँ हामी उहाँलाई हेर्न सक्छौँ. Jesus makes the pages in the Bible come to life. अनि यीशुले चाहिँ बाइबलमा जति पेज पन्नाहरू बनिएको छ जीवनमा पन्नाहरू भएको छ त्यो चाहिँ उहाँले नै पुरा गर्नुभएको छ. You know, sometimes people write books, very interesting books, अनि कोही कोही बेला मान्छेले एकदमै रोचकिलो किताबहरू लेख्छन् and then somebody makes a motion picture of that book. अनि त्यो किताबको चाहिँ कसैले चाहिँ फेरि एउटा के भन्छ मोसन पिक्चर नक्साहरू बनाउँछन्. And I like motion pictures even better than books. अनि किताब भन्दा पनि मलाई चाहिँ त्यो बनाएको नक्साहरू मोसन पिक्चर भनेको एउटा हुन्छ क्रिएटिभ नक्साहरू हुन्छ त्यो मलाई मन पर्छ. I like to see the visual of अनि it all. म चाहिँ जे कुरा पनि दृश्यमा हेर्न चाहन्छु. And so God gave us a picture of what he's like. अनि परमेश्वरले हामीलाई उहाँ कस्तो हुनुहुन्छ भन्ने कुराहरू चाहिँ फोटोमा पिक्चरमा दिनुभएको देखाउनु भएको छ.
And he did this by sending Jesus. अनि उहाँले कसरी गर्नुभयो भने चाहिँ आफ्नो पुत्र येशू ख्रीष्टलाई पठाएर चाहिँ आफैलाई चाहिँ प्रकट गर्नु देखाउनु भएको छ म यस्तो छु भनेर Who is the perfect image of God. अनि जो चाहिँ परमेश्वरको सही इमेज अथवा फोटो स्वरूप The exact representation of his being. अनि उहाँ चाहिँ एक्ज्याक्ट 100% चाहिँ परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरा चाहिँ येशू ख्रीष्टले चाहिँ निर्धारित गर्नुभएको छ And so while we can read about God in the Bible, अनि हामी जब बाइबलमा भएको परमेश्वरको बारेमा जब पढ्छौँ and we should, अनि हामी पढ्नु पनि पर्छ it's the Word of God. अनि यो चाहिँ परमेश्वरको वचन हो But then we have Jesus, अनि अब हामीसँग येशू ख्रीष्ट हुनुहुन्छ the living Word of अनि God. जो चाहिँ एउटा जीवित वर्ड अफ परमेश्वरको वचन जीवित परमेश्वरको वचन हुनुहुन्छ He brings the Word of God to life. अनि उहाँले येशू ख्रीष्टले चाहिँ परमेश्वरको वचनलाई चाहिँ जीवनमा ल्याउनु भएको छ He said, the words that I speak, जुन मैले वचनहरू बोल्दछु शब्दहरू बोल्दछु they are spirit अनि and त्यो they are आत्मा life. हो आत्मा चाहिँ हो अब यो जीवन पनि हो And so it's so important that we think about what Jesus did. अनि हामीले चाहिँ यो सोच्नु अति जरुरी छ येशू ख्रीष्टले के गर्नुभएको भन्ने कुराहरू Think about what he said अनि उहाँले के कुरा बताउनु भयो त्यो कुरालाई सोच विचार गर्न इम्पोर्टेन्ट छ and look at the heart that he had when he did it. अनि उहाँले जब त्यो कुराहरू गर्दै गर्दा उहाँको हृदयलाई पनि हामीले हेर्न जरुरी छ कस्तो हृदय थियो Because that was the heart of God. अनि त्यो चाहिँ परमेश्वरको हृदय थियो येशू ख्रीष्टमा When he healed the sick अनि उहाँले चाहिँ बिरामीहरूलाई चङ्गाइ गर्नुभयो and cleansed the lepers अनि रोग कुष्ठरोगीहरूलाई निको पार्नुभयो and cast out demons अनि शत्रुहरूलाई के भन्छ दुष्टहरूलाई उहाँले भगाउनु भयो and raised the dead अनि मृतकहरूलाई जीवित पार्नुभयो and fed the hungry अनि भोकाएकाहरूलाई खुवाउनु भयो and clothed the naked, अनि नाङ्गाहरूलाई वस्त्र दिनुभयो that was the heart of God. अनि त्यो चाहिँ परमेश्वरको हृदय थियो That was the heart of our Heavenly अनि Father. त्यो चाहिँ परमेश्वरको हृदय हो हाम्रो पिता स्वर्गीय पिताको हृदय हो And I want to say something else. The reason it's so important for us to know our Heavenly Father as He really is अनि हाम्रो स्वर्गीय म एउटा केही कुरा भन्न चाहन्छु हामीले चाहिँ परमेश्वरलाई असल तरिकाले चिन्नु अथवा बुझ्न चाहिँ जरुरी छ हाम्रो स्वर्गीय पितालाई हैन is so that we can approach Him. अनि जब हामी चिन्छौँ बुझ्छौँ अनि मात्रै हामी उहाँ कहाँ एप्रोच गर्न अथवा पुग्न सक्छौँ So that we can come to Him as a son or a daughter अनि मात्रै हामी चाहिँ छोरा या छोरी भएर चाहिँ उहाँको सामु जान सक्छौँ and so that we can have fellowship with Him, अनि उहाँसँग चाहिँ हामी सङ्गति गर्न सक्छौँ so that we can talk openly to Him अनि उहाँसँग हामी एकदम खुल्ला रूपमा बातचित गर्न सक्छौँ and tell Him anything अनि जे पनि हामी उहाँलाई बताउन सक्छौँ and ask Him anything अनि जे कुरा पनि हामी उहाँलाई माग्न सक्छौँ because that's what He wants us to do. अनि किनभने परमेश्वरले चाहिँ त्यो कुरा चाहिँ हामीबाट चाहनुहुन्छ अथवा हामीले गरेको उहाँ चाहनुहुन्छ And it's only as we know what He's like अनि हामीले जबसम्म के अरे बुझ्दैनौँ उहाँ कस्तो हुनुहुन्छ भन्ने कुरा that we will know what His will is for each of us. अनि हामीलाई थाहा हुन्छ कि हामी प्रत्येक प्रति चाहिँ उहाँको इच्छा के छ भन्ने कुरा चाहिँ हामी उहाँलाई राम्रोसँगले चिनेपछि हामी त्यो कुरालाई बुझ्न सक्छौँ We have to know what God's will is. अनि हामीले बुझ्नुपर्छ परमेश्वरको इच्छा के छ हृदय के छ भन्ने कुरा हामीले जान्न जरुरी छ Or we cannot live by faith. अनि हामी नभए चाहिँ हामी विश्वाससँग द्वारा हामी जिउन सक्दैनौँ We cannot pray in अनि faith. हामीले विश्वासमा प्रार्थना गर्न सक्दैनौँ जबसम्म चिन्दैनौँ We cannot receive from God. अनि हामीले परमेश्वरबाट रिसिभ गर्न सक्दैनौँ पाउन सक्दैनौँ Because it's only when we ask God अनि जब हामीले माग्दछौँ according to His will अनि उहाँको इच्छा अनुसार जब हामी माग्दछौँ that He hears us. अनि उहाँले चाहिँ सुन्नुहुन्छ And we know that if He hears us, अनि हामीलाई थाहा छ जब उहाँले सुन्नुहुन्छ then we have what we ask of अनि Him. हामीले जे कुरा मागेका छौँ त्यो प्राप्त गर्न सक्छौँ God सिधो wants छ। us to be happy. He अनि wants us to परमेश्वरले चाहिँ smile. हामीलाई खुसी भएको चाहनुहुन्छ खुसी भएको हेर्नुहुन्छ Don't you love to see your children happy? अनि के तपाईँ आफ्नो नानीहरूलाई खुसी भएको हेर्न चाहनुहुन्न र Don't you love to see them smile? अनि त्यहाँदेखि नानीहरूको के अरे सुन्दर
मुस्कानलाई हेर्नुहुन्न र God's the same way. अनि परमेश्वर हाम्रो पिता पनि त्यस्तै हुनुहुन्छ Our Heavenly Father, that's where we get it from. अनि हामीले चाहिँ हाम्रो स्वर्गीय पिताबाट यो पाएका छौँ As fathers and even as mothers, अनि बाउ अथवा आमा the heart that we have for our children अनि comes from the heart of God. हामीसँग बाउ या आमा हामी जो छौँ हामीसँग जुन हृदय छ त्यो हृदय चाहिँ हामीले परमेश्वरबाट पाएका छौँ उहाँबाट आएको हो You know, Jesus said, He says, you parents, अनि यीशुले भन्नुभयो त्यो के अरे अभिभावकहरू हो even though you're evil, तिमीहरू दुष्ट भएर पनि and He didn't mean that in a bad way, अनि but उहाँले just चाहिँ त्यसलाई saying, नराम्रो तरिकाले भन्नु खोजेको त होइन or even though you're human, अनि तपाईँ मानिस हुनुहुन्छ you know how to give good gifts to your children. अनि उहाँले यसरी भन्नुभयो तिमीहरू दुष्ट भएर पनि आफ्नो नानीको लागि चाहिँ असल थोक दिन तिमीहरू चाहन्छौ र जान्दछौ And He says, so how much more our Father in heaven अनि हाम्रो स्वर्गीय पिताले त्यो भन्दा अझै बढ्ता गरेर कति धेरै गरेर will give good gifts to those who ask Him. अनि जसले माग्दछन् उनीहरूलाई चाहिँ अझै बढ्ता गरेर दिनुहुन्छ We love to give to our children. हामी हाम्रो नानीहरूलाई दिन अति खुसी हुन्छौँ And God loves to give to us. अनि परमेश्वरले पनि हामीलाई दिन अति नै खुसी हुनुहुन्छ He just loves to bless us. अनि उहाँले चाहिँ हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ आशिष गर्नको लागि अति धेरै प्रेम गर्नुहुन्छ I think that God must wish that we could receive more from Him. अनि That God just desires for us to receive so much more from Him than what we're receiving. अनि अहिले हामी जे कुरा पाइरहेको छौँ त्यो भन्दा पनि अझै बढ्ता गरेर पाएको चाहिँ उहाँ परमेश्वर चाहनुहुन्छ हामीद्वारा उहाँ चाहनुहुन्छ He wants us to trust Him so much more. अनि उहाँले चाहिँ हामीले अझै बढ्ता गरेर उहाँलाई विश्वास गरेको चाहनुहुन्छ He wants us to come close to Him. अनि उहाँ चाहिँ हाम्रो उहाँको नजिक गएको नजिक भएको चाहनुहुन्छ And He wants us to receive all the benefits अनि उहाँले चाहिँ सबै कुराहरू हामीले पाएको रिसिभ गरेको चाहनुहुन्छ that He's already prepared for अनि us. जसले चाहिँ अघिबाटै हामीलाई सबै कुराहरू पुरा गर्नु भएको छ रेडी गर्नु भएको छ Amen? आमेन Amen. And so, you know, God, before we were ever created, अनि हामी सृष्टि हुनुभन्दा अगाडि He was designing a way अनि उहाँले चाहिँ के भन्छ परिकल्पना गरिरहनु भएको थियो हामी निर्माण गर्नको लागि that He could have a family for Himself. अनि उहाँले चाहिँ उहाँ आफ्नै लागि चाहिँ परिवार भएको उहाँ चाहनुहुन्थ्यो God had such a desire to have sons and daughters. अनि परमेश्वरलाई चाहिँ अति नै के भन्छ इच्छुक हुनुहुन्थ्यो आफ्नो छोरा अनि छोरी परिवार भएको So many times in the New Testament, नयाँ नियममा धेरैचोटि it talks about how God planned all this out before creation ever even happened. अनि परमेश्वरले हामीलाई सृष्टि गर्नुभन्दा अगाडि केही थोक बनाउनु भन्दा अगाडि चाहिँ अघिबाटै पुरै प्लान गरेर योजना बनाउनु भएको थियो भन्ने कुरा चाहिँ नयाँ नियममा धेरै ठाउँ बताइएको छ Not only the original creation, अनि त्यहाँ पहिलाको सुरुको ओरिजिनल क्रिएसन सृष्टि मात्रै होइन but He knew that Adam and Eve would sin. अनि उहाँलाई थाहा थियो कि आदम र हावाले पनि पाप गर्छन् भनेर उहाँलाई थाहा थियो And He knew that Satan would deceive them. अनि उहाँलाई थाहा थियो शैतानले चाहिँ उनीहरुमा चाहिँ चाल गर्छ अथवा के भन्छ नाश गर्छ भनेर And that a curse would come upon the earth. अनि उहाँलाई थाहा थियो कि संसारमा पनि यो के भन्छ श्राप आउँछ पाप आउँछ भनेर And upon everybody that was ever born from Adam. अनि आदम र हावाद्वारा जतिजना जन्मिन्छन् उनीहरु सबैमा श्राप आउँछ भन्ने परमेश्वरलाई थाहा थियो Which included the whole human race. अनि मानिस सम्पूर्ण यो मानिसको जति हामी रेस छ नि सबैलाई नै But that didn't stop God's plan. अनि त्यो कुराले चाहिँ उहाँको योजनालाई कहिले पनि रोकेन But God had to pay अनि परमेश्वरले चाहिँ त्यसको मोल चुकाउनु पर्यो such a great price अनि सबैभन्दा ठुलो मोल चुकाउनु भयो
to redeem us and to buy us back अनि उहाँले चाहिँ हामीलाई मोल तिरेर चाहिँ छुटाउनको लागि फेरि पनि वापस ल्याउनको लागि किन्नको लागि ठुलो मोल चुकाउनु भयो from the bondage of sin. अनि पापको दासत्वबाट उहाँले छुटाउनु भयो God was a just God, अनि परमेश्वर त परमेश्वर हुनुहुन्थ्यो and he had to go by the rules that he made. अनि उहाँले आफूले बनाएको के रुल्सहरूबाट चाहिँ उहाँ जानु पर्यो And it said that the soul that sins dies. अनि उहाँले भन्नुभएको थियो कि जुन आत्माले चाहिँ पाप गर्छ त्यो चाहिँ मर्ने छ And so God had to find a way अनि परमेश्वरले चाहिँ बाटो रोज्नु भयो खोज्नु पर्यो where he could satisfy the rules that he made अनि उहाँले आफै बनाएको जुन नियम थियो त्यसलाई चाहिँ सन्तुष्ट पार्ने हिसाबले उहाँले त्यो बाटो खोज्नु भयो without destroying us अनि हामी कसैलाई पनि नाश नगरिकन and without having to punish us for our sins. अनि हाम्रो पापको लागि चाहिँ हामीले आफै मोल चुकाउनु पर्ने गरेर होइन पर्ने थियो तर त्यसरी होइन And you know what he did? तपाईलाई थाहा छ उहाँले के गर्नुभयो Instead of punishing us for our sins, अनि हाम्रो पापको लागि हामीलाई नै दण्ड दिनुको साटो उहाँले he sent his son Jesus here to earth, अनि उहाँले आफ्नै छोरा यीशु ख्रीष्टलाई यो संसारमा पठाउनु भयो born of a virgin, अनि एउटा कन्याबाट जन्मनको लागि becoming a human being, अनि मानिस भएर आउनुको लागि living in a human body, अनि मानिसको स्वरूपमा जिउनको लागि tempted in every way that all of us have ever been अनि tempted. हामीलाई पनि जुन जुन कुराहरूमा हामी परीक्षित भएका थियौँ त्यसरी नै उहाँ पनि परीक्षामा परेर जानुभयो Tempted by the devil, अनि दुष्टले पनि उहाँलाई परीक्षा गरे but he never sinned. अनि तर उहाँले कहिले पनि पाप गर्नु भएन He stayed obedient to his heavenly अनि Father. उहाँ चाहिँ स्वर्गीय पितामा जसरी आज्ञाकारी भएर सधैँ आज्ञाकारी भएर रहनुभयो Because he loved his heavenly Father. अनि किनभने यीशु ख्रीष्टले चाहिँ स्वर्गीय पितालाई अति प्रेम गर्नुहुन्थ्यो And because he loved us. अनि किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्थ्यो And we know that it was because God so loved the world, हामीलाई थाहा छ कि परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो all of us, हामी सबैको लाई प्रेम गर्नुभयो and the whole human race, अनि सबै मानिस जातिलाई प्रेम गर्नुभयो that he gave his son. अनि उहाँले आफ्नो पुत्रलाई दिनुभयो So that whoever would believe in him अनि जसले उहाँलाई विश्वास गर्छ would not perish, उनीहरू मृत्युमा पर्ने छैन but have eternal life, तर उनीहरूसँग चाहिँ अनन्त जीवन हुनेछ and would be able to become his children, अनि उहाँको सन्तान फेरि हुनेछन् and he could be their father अनि उहाँ चाहिँ उनीहरूको पिता हुनुहुनेछ for all eternity, अनि सधैँ अनन्तको लागि चाहिँ उहाँ हाम्रो पिता हुनुहुन्थ्यो forever and ever अनि and सदा ever and ever. सर्वदाको लागि अनन्तको लागि And so what did he do? अनि उहाँले के गर्नुभयो त Jesus went to the cross. अनि यसो ख्रीष्ट क्रुसमा जानुभयो Nobody took his life. अनि कसैले उहाँको प्राणलाई लिएको होइन He gave his life. तर उहाँले हाम्रो लागि दिनुभयो आमेन And when he died on that cross, अनि उहाँ जब त्यो क्रुसमा मर्नुभयो his heavenly Father उहाँको आफ्नो स्वर्गीय पिताले put all the sins of the world upon Jesus. अनि स्वर्गीय पिताले यीशु ख्रीष्टमा संसारमा भएको सबै पापहरू उहाँमाथि राख्नुभयो बोकाउनु भयो And it also says that he made Jesus sick also. अनि उहाँले भन्नुभयो कि यीशु ख्रीष्टलाई बिरामी पनि बनाउनु भयो He put every sickness and every disease on Jesus. अनि यीशु ख्रीष्टमा सबै रोगहरू बिरामहरू हालिदिनु भयो And everything that came into the world through sin, अनि जति कुराहरू पापद्वारा यो संसारमा आयो त्यो सबै कुरा यीशु ख्रीष्टमा हालिदिनु भयो he put it all on his son Jesus. अनि उहाँको छोरा यीशु ख्रीष्टमा त्यो कुरा हाल्नुभयो It said God made him to be sin, अनि परमेश्वरले उहाँलाई के अरे पापी बनाउनु भयो the one that had no sin. अनि जसले पापै नचिन्नु हुनेलाई उहाँले पापी बनाउनु भयो He made him become sin for us. अनि उहाँले चाहिँ यीशु ख्रीष्टलाई हाम्रो खातिर चाहिँ हाम्रो लागि चाहिँ उहाँलाई पापी बनाउनु भयो So that he
so that we could become the righteousness of God in him. अनि हामी चाहिँ यो उहाँद्वारा चाहिँ परमेश्वरमा धार्मिक हुन सकौँ भनेर He became who we were अनि उहाँ चाहिँ हामी को थियौँ उहाँ त्यो बन्नुभयो यीशु ख्रीष्ट so that we could become who he is, अनि हामी चाहिँ उहाँ जस्तो बन्न सकौँ भनेर a child of God. अनि यसो परमेश्वरको सन्तान छोराछोरी He took our punishment अनि उहाँले चाहिँ हाम्रो दण्डलाई लिनुभयो so that we would not be punished. अनि हामी चाहिँ त्यो दण्डमा नपरौँ भनेर He died so we wouldn't have to die. अनि उहाँ मर्नुभयो कि हामी मर्न नपरोस् भनेर That's love. अनि त्यो चाहिँ प्रेम हो That's the Father's love for अनि त्यो us. चाहिँ स्वर्गीय पिताको प्रेम हो God in his Son took our place अनि परमेश्वरको पुत्र यीशु ख्रीष्टले चाहिँ हाम्रो साटोमा उहाँ मर्नुभयो so that त्योद्वारा चाहिँ we could be his sons and daughters. अनि हामी चाहिँ उहाँको छोराछोरी सन्तान बन्न सकौँ भनेर And so that he could become our heavenly Father. अनि उहाँ चाहिँ हाम्रो स्वर्गीय पिता बन्न सकुन् भनेर That's love. अनि त्यो चाहिँ प्रेम हो That's why the Bible says God is love. अनि त्यसैले त बाइबलले भन्छ परमेश्वर चाहिँ प्रेम हुनुहुन्छ Our Father is love. अनि हाम्रो पिता चाहिँ प्रेम हुनुहुन्छ And his love is directed at us. अनि उहाँको प्रेम चाहिँ हामीसँग निर्धारित गरिएको छ Don't let anyone ever tell you anything different. अनि कसैलाई पनि नराम्रो त्यसको बारेमा छली गर्नको लागि भन्नको लागि नदिनुहोस् Anything except अनि सबै कुरा एउटा एक्सेप्ट वान थिङ भन्नुभएको होला and that is that God loves you. अनि त्यो चाहिँ परमेश्वरले तपाईँलाई प्रेम He loves गर्नुहुन्छ us with an everlasting love. अनि उहाँले चाहिँ अनन्तको प्रेमले हामीलाई प्रेम गर्नुभएको छ And he demonstrated his love for us अनि उहाँले चाहिँ आफ्नो प्रेम हाम्रो लागि देखाउनु भयो in the way that he redeemed us. अनि जसरी उहाँले हामीलाई चाहिँ त्यो कुराबाट छुटकारा दिनुभयो Jesus died for us अनि यीशु ख्रीष्ट हाम्रो लागि मर्नुभयो before we even were born. अनि हामी जन्मनुभन्दा अगाडि नै उहाँ हाम्रो लागि मर्नुभयो So it couldn't have anything to do with our performance, अनि हाम्रो जुनै यो के भन्छ पर्फर्मेन्स देखावटी कुराहरूले हामीले केही गर्नु छैन how bad we were, how good we are. हामी कस्तो थियौँ पहिला अहिले कस्तो छौँ राम्रो नराम्रो Nothing to do with अनि that. यो कुनै कुराहरू पनि सरोकार छैन God knew what we would be like, अनि उहाँलाई थाहा थियो हामी कस्तो हुन्छौँ भन्ने and he wanted us anyway. अनि उहाँले चाहिँ जसरी भए पनि हामीलाई चाहनुभयो That's love. अनि त्यो चाहिँ प्रेम हो The Bible says, and this is love. अनि बाइबलले यसरी भन्छ यो चाहिँ प्रेम हो Not that we loved God, अनि हामीले उहाँलाई प्रेम गरेनौँ but that he loved us. अनि उहाँले चाहिँ हामीलाई प्रेम गर्नुभयो And that he gave his son as a sacrifice. अनि उहाँले चाहिँ for आफ्नो our पुत्रलाई हाम्रो पापको खातिर मर्नको लागि दिनुभयो Not that we loved him, अनि उहाँलाई हामीले प्रेम गरेर होइन but that he loved us. तर उहाँले हामीलाई प्रेम गरेको कारणले He loved us when we were sinning against him. अनि हामीले जब उहाँको विरुद्धमा पाप गरिरहेको थियौँ तरै पनि उहाँले हामीलाई प्रेम गर्नुभयो He loved us when we were his enemies. अनि उहाँको हामी के अरे शत्रु थियौँ तरै पनि उहाँले हामीलाई प्रेम गर्नुभयो Don't ever question God's love for you. अनि कहिले पनि परमेश्वरको प्रेम तपाईँप्रति जुन प्रेम छ त्यसमा क्वेसन नगर्नुहोस् The devil will try to lie to you. तर दुष्टले चाहिँ तपाईँलाई छली गर्न सक्छ Religion will try to lie to you. Religion. धर्महरूले पनि तपाईँलाई छल्नु सक्छ झुट बोल्नु सक्छ Tell you you're not good enough for God. अनि तिमीहरू चाहिँ परमेश्वरको लागि असल छैन भन्नु सक्छ Has nothing to do with how good you are. अनि तपाईँ कस्तो हुनुहुन्छ राम्रो हुनुहुन्छ छैन भनेर भन्ने कुरामा केही गर्नु सरोकार छैन It's all about how good God is. तर सबैभन्दा उहाँ कति भलो कति महान हुनुहुन्छ भन्ने कुरा हो आमेन आमेन Any of you fathers or mothers love your child less? अनि के When they तपाईँ don't जतिजना obey you? बाबुआमा हुनुहुन्छ के तपाईँको आफ्नो छोराछोरीलाई कम्ती प्रेम गर्नुहुन्छ No. हामी कहिले पनि गर्दैनौँ When they're having a hard time, you probably love them even more. अनि जब उनीहरूको अलिक कठिनाइ समयमा अझै धेरै प्रेम गर्नुहुन्छ Probably the child that gives you the most trouble probably gets the most attention. अनि जो नानीहरूले चाहिँ
परिवारमा अलिक दुष्ट के भन्छ सताउँछ दिगदार दिन्छ उसैको चाहिँ बढी ख्याल हुन्छ The good brothers and sisters, they always say, what about me? अनि राम्रोले चाहिँ के भन्छ खोइ त मलाई वास्ता गरेको भन्छ त्यो सही हो है I'm good and all you do is spend time with him. अनि तपाईँले देख्नुहुन्छ बाइबलमा हैन दाजुभाइको कथा मैले तपाईँसँग कति राम्रो गरेर उयो गरे खोइ मलाई त वास्ता Oh, God is so wonderful. अनि परमेश्वर चाहिँ महान हुनुहुन्छ He is so wonderful. उहाँ चाहिँ अति महान हुनुहुन्छ And then I want to remind us of a verse also that says, if he spared not his own son. म तपाईँलाई यो भर्सलाई फेरि याद गराउन चाहन्छु उहाँले आफ्नो एउटा पुत्रलाई हाम्रो लागि नदिनु भएको भए How much more will God, along with giving his son, give us all things? अनि उहाँले चाहिँ कति धेरै गरेर उहाँले आफ्नो पुत्रलाई हाम्रो लागि दिनुभयो हाम्रो खातिर लागि दिनुभयो र अरू कुरा पनि अझै बढ्ता गरेर हाम्रो लागि उहाँले दिनुभयो Maybe you should read it to him. यो पढौँ न त है Romans 8:32. रोमी 8:32 लाई पढ्नेछौँ If you don't know this verse, memorize it. अनि तपाईलाई यो कुरा थाहा छैन भने यो बाइबलको भर्सलाई चाहिँ याद गर्नुहोस् ल मेमोराइज गर्नुहोस् 8:32 Romans. 8:32 ले यसरी भन्छ जसले आफ्नै निजी पुत्रलाई बाँकी राख्नु भएन ए त जसले आफ्नै निजी पुत्रलाई बाँकी राख्नु भएन तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछ Does that make sense? यस It says the same thing. त्यो रिपिटेड भयो भन्नु खोजेको एउटै कुरा हो म फेरि पढिदिन्छु ल जसले आफ्नै निजी पुत्रलाई बाँकी नराखी हाम्रो लागि दिनुभयो तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो यीशु ख्रीष्टलाई दिनुभयो के उहाँले चाहिँ हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछ उहाँद्वारा नै सबै कुरा दिनुहुनेछ छैन र भनेर क्वेसन गरिएको रहेछ उहाँद्वारा सबै थोक दिने हुने छैन र So in other words, when God gave his son for us, अनि अर्को शब्दमा भन्दाखेरि चाहिँ परमेश्वरले उहाँको पुत्रलाई हाम्रो खातिर दिनुभयो he gave his very most precious possession. अनि उहाँले चाहिँ सबैभन्दा एकदमै बहुमूल्य स्थान पोजिसन हामीलाई दिनुभयो And so now along with him, he Why- freely give you all things. अनि उहाँद्वारा चाहिँ हाम्रो लागि सबै कुराहरू चाहिँ स्वतन्त्र रूपमा दिनुभएको छ If he didn't hold back his son, he won't hold back anything from यदि you. उहाँले चाहिँ आफ्नो पुत्रलाई पनि हाम्रो लागि बाँकी राख्नु भएन भने अरू थोक पनि बाँकी राख्नु भएको छैन Amen? आमेन Amen. आमेन There's another place, 1 John, I'm sorry. John 16, 14, and 15. यहुन्ना Read 16को 14 र 15 लाई हामी पढ्नेछौँ 16, 14 and 15 15. यहाँनिर उहाँले मेरो महिमा गर्नुहुनेछ किनभने जे मेरो हो त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनु हुनेछ जे जति पितासँग छन् ती मेरा हुन् यसकारण मैले भने जे मेरो हो त्यो मबाट लिएर आत्माले तिमीहरूलाई घोषणा गरिदिनु हुनेछ And so what it's saying here is that when the Holy Spirit comes, अनि यहाँ के भन्नु खोजेको भने जब पवित्र आत्मा आउँदछ Jesus said when he comes, he's going to take what belongs to me And- and give it to you. यीशुले भन्नुभयो जब तिमीहरूमा पवित्र आत्मा आउनुहुन्छ त्यतिखेर मसँग जे कुरा छ त्यो उहाँले मद्वारा लिएर तिमीहरूलाई दिनुहुनेछ And then he said, and everything that my Father has is mine. अनि उहाँले भन्नुभयो मेरो पिताको जे जे कुरा छ त्यो सबै मेरो हो That's why I say that he will take from what is mine and make it known to you. अनि मैले नै तिमीहरूलाई भन्दछु कि मेरोमा जे जे छ मेरो पिताले त्यो मद्वारा लिएर चाहिँ तिमीहरूलाई दिनुहुनेछ त्यो And तिमीहरूको हो so he's saying the Father doesn't hold back anything from me. Go ahead. उहाँले भन्नु खोजेको चाहिँ पिताले केही पनि बाँकी राख्नु भएन मेरोमा भएको कुरा केही पनि रोक्नु भएन
So he's not going to hold anything back from you. अनि तपाईँ त्यो हामीबाट पनि उहाँले केही कुरा रोक्नु हुने छैन हैन होल्ड गर्नु हुने छैन And we always notice in the Bible when he talks about giving to us, अनि हामीले बाइबलमा यसो हेर्दाखेरि हामीलाई याद आउँछ दिने कुराहरूको विषयमा जे कुरा बाइबलले बताइएको छ he gives freely to us. अनि सबै कुरा स्वतन्त्रसँगले एकदम इच्छाले सो इच्छाले दिनुभएको छ No conditions, अनि कुनै पनि शर्त छैन no questions asked. अनि कुनै क्वेसन छैन त्यहाँ सोध्नुको लागि He loves to give good gifts to his children. अनि उहाँले चाहिँ उहाँको आफ्नो सन्तानलाई छोराछोरीलाई असल थोक दिन चाहिँ अति मन पराउनुहुन्छ So now, looking back to where we started today, अनि अब हामी फर्केर अघि हामीले जहाँबाट सुरु गरेको छौँ त्यो कुरा हेरौँ when Jesus said, "You've seen me, you've seen the Father." अनि उहाँले भन्नुभयो यदि तिमीहरूले मलाई देखेका छौ भने पितालाई पनि देखेका छौ What did Jesus spend his time doing? अनि यीशुले चाहिँ उहाँले कसरी चाहिँ समय बिताउँदै हुनुहुन्थ्यो All he did was care about people all day long. अनि उहाँले चाहिँ कसरी समय बिताउनु भने सधैँभरि सबै समयमा चाहिँ मानिसहरूको वास्ता गर्नुभयो He went from one town to another city to अनि another उहाँले चाहिँ village. यीशु ख्रीष्टको जीवनलाई हेर्यौँ भने उहाँ एउटा सहरदेखि अर्को सहर अर्को गाउँ हुँदै सधैँ मानिसको वास्ता गरेर हिँड्नुभयो He healed उहाँले चङ्गाई गर्नुभयो everybody that अनि ever came to him to be healed. अनि जतिजना चङ्गाई हुनको लागि उहाँ कहाँ आए सबैलाई उहाँले निको पार्नुभयो Every person that ever came to Jesus to be healed, he healed them. अनि जतिजना चाहिँ यीशु ख्रीष्टकोमा चङ्गाई हुनको लागि आए प्रत्येकलाई नै उहाँले चङ्गाई गर्नुभयो Everyone, every time. अनि सबैजना र सबै समयमा No matter what sickness, what disease they had, अनि उनीहरूको कस्तो खालको बिराम थियो रोग थियो त्यसलाई केही पनि असर छैन he cast out every demon. अनि उहाँले चाहिँ सबै शत्रुहरूलाई दुष्टहरूलाई चाहिँ भगाउनु भयो And healed everyone that came to him. अनि उहाँ कहाँ आएका जतिजना थिए रोगी बिरामीहरू दुष्ट लागेकाहरू सबैलाई निको पार्नुभयो That's amazing. अनि त्यो चाहिँ अचम्म हो छ So what do you think he wants to do for us? अनि उहाँले हाम्रो लागि के गर्नुहुन्छ तपाईँ के सम्झिनुहुन्छ That was the will of God that he was doing. अनि त्यो चाहिँ परमेश्वरको इच्छाद्वारा उहाँले गरिरहनु भएको थियो That was the will of his heavenly Father अनि त्यो उहाँले गरेको चाहिँ स्वर्गीय पिताको इच्छा अनुसार गर्नुभयो and our heavenly Father. अनि हाम्रो पिताको इच्छा अनुसार So what does that say to us? अनि यसले के हाम्रो लागि बताउँदछ त That God always wants to heal us. अनि जहिले पनि परमेश्वरले चाहिँ हामीलाई निको पार्न चाहनुहुन्छ That's his desire. अनि उहाँको इच्छा यही नै हो That's why he put our sicknesses and diseases on Jesus. अनि त्यसै कारणले चाहिँ उहाँले हामीमा भएको रोग बिरामीहरू सबै कष्टहरू चाहिँ यीशु ख्रीष्टमा हालिदिनु भयो In the same way, Jesus always forgave everybody their sins. अनि त्यसै कारणले चाहिँ यीशु ख्रीष्टले चाहिँ जतिजनाले पाप गरेका थिए उनीहरू सबैलाई नै उहाँले क्षमा गर्नुभयो Everyone that believed in Jesus was forgiven. अनि जतिजनाले यीशु ख्रीष्टलाई विश्वास गरेका छन् उनीहरूलाई चाहिँ क्षमा दिएको छ No exceptions. अनि कुनै पनि एक्सेप्सन छैन He wants to forgive everybody's sins. अनि उहाँले चाहिँ प्रत्येकको सबैको पापलाई क्षमा गर्न चाहनुहुन्थ्यो Says it's God's will अनि परमेश्वरको इच्छा that all people be saved अनि परमेश्वरको इच्छा अनुसार सबै मानिसहरू बाँचेको उहाँ चाहनुहुन्थ्यो and come to a knowledge of the truth. अनि सत्यको कुरामा सत्य जानुन् भन्ने उहाँको इच्छा थियो That's God's heart. त्यो चाहिँ परमेश्वरको हृदय हो That's his will. अनि त्यो परमेश्वरको इच्छा हो That's what he wants. अनि त्यो चाहिँ परमेश्वर चाहनुहुन्थ्यो That's what he lives for. अनि त्यसै कारण त्यस्तैमा उहाँ जिउनुहुन्थ्यो That's त्यसै what कारण उहाँ Jesus जिउनुहुन्थ्यो died for. अनि त्यसै कारण चाहिँ यीशु ख्रीष्ट हाम्रो लागि मर्नु भयो That's why Jesus was raised from the dead. अनि त्यसै कारण यीशु ख्रीष्टलाई चाहिँ मृतकबाट बचाइएको छ Jesus is the same yesterday, today, and forever. यीशु ख्रीष्ट चाहिँ हिजो आज अनि सदा सर्वदा एक समान हुनुहुन्छ आमेन You know, sometimes we get confused because we always don't see God's will
come to pass here on the earth. अनि कोही कोही बेला चाहिँ हामीलाई चाहिँ कन्फ्युज हुन्छ, हामी भ्रममा पर्छौँ कि यो संसारमा चाहिँ परमेश्वरको इच्छा हाम्रो जीवनमा नभएकोहरू देख्दै गर्दा नआएको देख्दै गर्दाखेरि But God's will doesn't always come to pass here on earth. अनि परमेश्वरको इच्छा चाहिँ कहिले God's will does not always come to pass here on earth. अनि परमेश्वरको इच्छा चाहिँ कहिले पनि यहाँ के पास गर्नको लागि चाहिँ आउँदैन. And the reason is त्यसको कारण चाहिँ के हो भने because people have a choice. तर किनभने मानिसको चाहिँ छनौट छ अथवा मानिसको सही इच्छा छ भनौँ न. Even if God wills or wants something beautiful for you, अनि परमेश्वरको इच्छा तपाईँ हाम्रो लागि कोही असल छ भने पनि and you don't believe it, यदि तपाईँले त्यसमा विश्वास गर्नुहुन्न भने and you don't receive it, अनि त्यसलाई तपाईँले स्वीकार गर्नु हुँदैन भने or if you doubt that God is like that, अनि परमेश्वर यस्तो हुनुहुन्न भनेर चाहिँ तपाईँहरूले डाउट गर्नुभयो, शङ्का गर्नुभयो भने then even though God wants it for you, अनि परमेश्वरले इच्छा गर्नुहुन्छ यो तिम्रो तपाईँको लागि उहाँले इच्छा गर्नुहुन्छ, it won't become yours. अनि तपाईँको हुँदैन. But it's not God's fault. अनि त्यो चाहिँ परमेश्वरको गल्ती होइन. Your children can do the same thing. अनि तपाईँको नानीहरूले पनि त्यही गर्न सक्छन्. You might want wonderful things for your अनि children, तपाईँको नानीहरूको लागि असल कुराहरू तपाईँले छान्नुहुन्छ, but you can't make them. अनि तर तपाईँले त्यसलाई गर्नको लागि के अरे भन्न सक्नुहुन्न, फोर्स You गर्न can't सक्नुहुन्न. make them अनि तपाईँले उनीहरूलाई यो गर्नै पर्छ भन्न सक्नुहुन्न. receive what you have for them. अनि तपाईँलाई जबरजस्ती तपाईँ भन्नु खोजेको They have to want the same thing. अनि तपाईँले इच्छा गरेको कुराहरू जबरजस्ती तपाईँको नानीहरूलाई दिनु सक्नुहुन्न जबसम्म उनीहरूले चाहिँ इच्छा गर्दैन. So don't blame God. अनि त्यसै कारणले परमेश्वरलाई हामी ब्लेम नगरौँ. When you doubt God, don't blame Him. अनि यदि तपाईँलाई शङ्का लाग्छ भने परमेश्वरलाई तपाईँले डाउट के अरे ब्लेम नगर्नुहोस्. God already gave His Son. अनि परमेश्वरले अलरेडी यीशु ख्रीष्ट आफ्नो पुत्रलाई दिनुभएको छ. God already paid the price अनि परमेश्वरले अघि नै हाम्रो लागि मोल तिरिसक्नु भएको छ. for everything that we could ever need. अनि हामीलाई जे कुरा जहिले चाहिन्छ त्यो सबै कुराको लागि चाहिँ परमेश्वरले पहिल्यैबाट चाहिँ दिइसक्नु भएको छ. The Bible says every good and perfect gift comes down from the Father of the heavenly lights. अनि बाइबलले भन्छ कि जति कुराहरू चाहिँ असल कुराहरू छ स्वर्गीय पिताबाट चाहिँ आउँदछ. But if you don't believe it यदि तपाईँ विश्वास गर्नुहुन्न भने and you don't receive it, अनि त्यसलाई तपाईँले लिनुहुन्न भने that's not God's fault. अनि त्यो परमेश्वरको गल्ती होइन. The devil spends every moment of every day अनि दुष्टले चाहिँ प्रत्येक घडी प्रत्येक दिन चाहिँ समय के भन्छ खर्च गर्छ हाम्रो लागि. lying to people. अनि मानिसको लागि उहाँ They're listening to you, not me anyway. ब्याट्री सक्यो अरे. ओके या दिस वान आई थिङ्क द्याट्स आउट अफ ब्याट्री. भाइ यो सकिएछ. Wore that one down, huh? Does this one work? यस. हेलो Hello. भाइ यो कति नम्बर हो? Yours works. म्युट गर्नुभएको होला उ त्यो. हेलो ओके Keep going. हुन्छ हामी They're listening to you, not me. ठिकै छ. तपाईँ नेपालीमा सुन्दै हुनुहुन्छ, हामी यसमा अगाडि बढ्नेछौँ. So I said that the Bible says that every good and perfect gift comes down from the Father of the heavenly light. अनि बाइबलले भन्छ अनि सधैँ असल थोक र असल चिजहरू चाहिँ स्वर्गीय पिताबाट चाहिँ आउँदछ. But our part is to believe and receive. अनि हाम्रो पाठ चाहिँ के हो, कर्तव्य चाहिँ के हो भन्दा चाहिँ त्यसलाई विश्वास गरेर लिनु हो. Everything from God comes by grace. अनि सबै कुरा परमेश्वरको अनुग्रहद्वारा आउँदछ. Like I said, by grace are we saved through faith. अनि बाइबलले भन्छ कि अनुग्रहद्वारा चाहिँ हामी विश्वासद्वारा चाहिँ बचाइएका छौँ. God pays the price, अनि परमेश्वरले चाहिँ त्यो मोल तिर्नु भएको छ. gives the gift to us, अनि उहाँले चाहिँ त्यो गिफ्ट हाम्रो लागि दिनुभएको छ. free of charge to us, अनि हामीलाई केही मोल नलगाइकन सित्तैमा दिनुभएको छ.
Because Jesus already bought and paid for it. अनि किनभने यीशु ख्रीष्टले चाहिँ हाम्रो लागि चाहिँ अलरेडी तिरिदिसक्नु मोल तिर्नु भएको छ And then we have to, by faith, अनि हामीले चाहिँ विश्वासद्वारा we take it. We अनि त्यो receive चाहिँ it. हामीले लिनु पर्दछ रिसिभ गर्नु पर्दछ And it says, not by works, अनि हाम्रो धर्म कर्मले हाम्रो प्रयासले होइन so that anybody can boast about अनि it. नभए त्यस्तो भयो भने त सबैले घमण्ड गर्दछन् It says it's a gift from God. तर यो चाहिँ परमेश्वरको सित्तैको वरदान हो A gift from God. अनि परमेश्वरको सित्तैको दान हो He gave his son उहाँले आफ्नो पुत्रलाई दिनुभयो because he loved us. किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो Jesus died because he loves us. अनि यीशु ख्रीष्ट हाम्रो लागि मर्नुभयो किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो And he gives us freely अनि उहाँले चाहिँ हामीलाई सित्तैमा दिनुभयो and wants us to receive it. He wants us to अनि उहाँले believe him. चाहिँ यो इच्छा गर्नुहुन्छ कि तपाईँले हामीले यो कुरालाई रिसिभ गरेको पाएको चाहनुहुन्छ He wants us to trust him. अनि उहाँले चाहिँ हामीले उहाँमा विश्वास गरेको उहाँ चाहनुहुन्छ I think he says sometimes, let me love you, will you? अनि कहिलेकाहीँ उहाँले भन्नुहुन्छ म तिमीहरूलाई प्रेम गर्छु प्रेम गर्न देऊ मलाई म तिमीहरूलाई प्रेम गर्छु भन्नुहुन्छ He says, please believe me and let me love you. अनि उहाँले भन्नुहुन्छ मलाई विश्वास गर र मलाई प्रेम गर्न देऊ He says, my will is better than your will. अनि मेरो इच्छा चाहिँ तिमीहरूको इच्छा भन्दा महान छ What I have planned for you is better than what you have अनि planned for you. तिमीहरूको जुन योजनाहरू छ त्यो तिमीहरूको योजना भन्दा मेरो योजना महान छ Give up your plans. अनि त्यो तपाईँ आफ्नो योजना तिमीहरूको योजना मलाई देऊ Take my plans for you. अनि मेरो इच्छा चाहिँ तिमीहरूले ल्याऊ मेरो योजनाहरूलाई ल्याऊ Follow me. अनि मलाई पछ्याऊ Don't look elsewhere. अनि यताउता नहेर Find your happiness in me. अनि तिमीहरूको सन्तुष्टि चाहिँ ममा खोज Find life in me. अनि तिमीहरूको जीवन ममा खोज And joy in me. अनि आनन्द ममा खोज And peace. अनि शान्ति ममा खोज Every good and perfect gift. अनि सबै असल थोकहरू चाहिँ He says, I prepare a table before you. अनि मैले तिमीहरूको अगाडि चाहिँ टेबललाई तयारी गरेको छु भोज तयारी गरेको छु In the presence of my enemies and your enemies. अनि तिमीहरूको र मेरो के अरे एनिमी शत्रुहरूको सामु चाहिँ मैले तिमीहरूको लागि भोज तयार गरेको छु Come and sit down and अनि enjoy. आऊ र यो बसेर यसलाई लियो He prepares a beautiful table. Everything we'll ever need or ever want. ओके जहिले जहिले हामीलाई जे कुरा आवश्यकता चाहिन्छ सबै कुरा चाहिँ उहाँले हाम्रो लागि हाम्रो शत्रुहरूको सामुने नै सबै कुराहरू तयारी गरिदिनु भएको छ He loves being a father to us. अनि हाम्रो पिता हुनको लागि चाहिँ उहाँ अति खुसी हुनुहुन्छ अथवा मन पराउनुहुन्छ And we should love being his children. अनि हामी पनि उहाँको छोराछोरी भएर चाहिँ आनन्दित हुनुपर्दछ So I just wanted to talk today about what a loving Heavenly Father we have. अनि म आज तपाईँहरूको माझमा के भन्न चाहन्छु भने हाम्रो स्वर्गीय पिता चाहिँ कति असल र भलो हुनुहुन्छ कति प्रेमिलो हुनुहुन्छ I don't know if you know the Heavenly Father or not. अनि मलाई थाहा छैन तपाईँहरू आफ्नो स्वर्गीय पितालाई चिन्नुहुन्छ या चिन्नुहुन्न I know that some of you do. अनि मलाई थाहा छ तपाईँहरू कतिजनाले I थाहा know छ that some of you have believed in Jesus. अनि तपाईँहरू कतिजनाले चाहिँ यीशु ख्रीष्टमा विश्वास गर्नुभएको छ It's so beautiful how easy God made it for people to become his children. अनि हामीलाई थाहा छ परमेश्वरले कति सजिलो तरिकाले चाहिँ हामी उहाँको सन्तान हुनको लागि छोराछोरी हुनको लागि बनाउनु भयो He says, I gave my son to die for you. अनि उहाँले भन्नुभयो मेरो पुत्रलाई चाहिँ तिमीहरूको खातिर मैले मर्नको लागि दिए If you'll believe in him, यदि तिमीहरू उहाँमा विश्वास गर्छौ भने I will make you my child. अनि म तिमीहरूलाई चाहिँ मेरो सन्तान छोराछोरी He says, बनाउँछु if you believe in Jesus, अनि उहाँले भन्नुभयो यदि तिमीहरू यीशु ख्रीष्टमा विश्वास गर्यौ भने I will forgive all your sins. अनि म तिमीहरूको सम्पूर्ण पापहरूलाई क्षमा गर्दछु I'll forget them. म सबै त्यो कुराहरूलाई बिर्सिदिन्छु I'll never remember them. अनि म तिनीहरूलाई फेरि वास्ता गर्ने छुइनँ I'll never bring them up to you again. म फेरि पनि त्यो तिमीहरूको लागि फेरि म सम्झाउने छुइनँ ल्याउने छुइनँ Because the blood of my son Jesus has paid the price for your sins. किनभने मेरो पुत्र यीशु ख्रीष्ट मेरो छोराको रगतद्वारा चाहिँ सबैको मोल तिरिएको छ
And then he says, and I will put my spirit in you अनि उहाँले भन्नुहुन्छ कि मेरो आत्मा म तिमीहरूमा हालिदिनेछु and give you new life. अनि म तिमीहरूलाई चाहिँ नयाँ जीवन दिन्छु You will be born again, अनि तिमीहरू चाहिँ नयाँ भएर जन्मिनेछौ a whole new creation अनि तपाईँ फेरि पनि नयाँ सृष्टि हुनेछौ with the most wonderful life you could have ever dreamed of. अनि हामीले जति के भने सोचेको जीवनभन्दा पनि अति आनन्दको जीवन हुनेछ I'll fill that empty place in your heart अनि तिमीहरूको हृदयमा भएको त्यो खाली जग्गाहरू म भरिदिनेछु with myself. अनि म आफै भएर त्यो कुराहरू I'll भरिदिनेछु come and live in you by my spirit. अनि म चाहिँ तिमीहरूमा आत्मामा आएर चाहिँ तिमीहरू भित्र म बास गर्छु I'll deliver you out of the kingdom of darkness. अनि त्यो अन्धकारको शक्तिहरूबाट राज्यहरूबाट चाहिँ म तिमीहरूलाई बाहिर निकाल्नेछु And I'll place you in the kingdom of my dear son. अनि म चाहिँ तिमीहरूलाई त्यो स्वर्गीय राज्यमा अथवा त्यो राज्यमा म तिमीहरूलाई स्थापित गर्नेछु And you'll live with me forever and forever and अनि forever. तिमीहरू चाहिँ ममा अनन्त र सदा सर्वको लागि ममा रहनेछौ And I'll do that for you अनि म तिमीहरूको लागि त्यो गर्नेछु if you'll believe in my son Jesus. यदि तिमीहरू चाहिँ मेरो पुत्र यीशु ख्रीष्टमाथि विश्वास गर्छौ भने Let me ask a question today, अनि म तपाईँहरूलाई प्रश्न सोध्छु आज and I hope you'll be honest. अनि तपाईँले नढाँटी भनिदिनुहोस् है अनेस भनेको चाहिँ Don't worry about what anybody else thinks about अरूले you. जेसुकै सोच्नुहोस् तपाईँले वास्ता नगर्नुहोस् ल तपाईँले आफूले चाहिँ सही जवाब दिनुहोस् What God thinks is way more important than anybody around you. अनि परमेश्वरले जे कुरा सोच्नुहुन्छ हाम्रो लागि त्यो चाहिँ हाम्रो वरिपरिकोले सोचेको भन्दा पनि महान छ राम्रो हो Is there anybody here today यदि आज यहाँ कोही हुनुहुन्छ that's never believed in Jesus, that's never received Jesus, अनि कहिले पनि यीशु ख्रीष्टलाई विश्वास नगरेको अथवा यीशु ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर नस्वीकारेको कोही हुनुहुन्छ and that would like to become a child of God today? अनि के आज यहाँ कोही यीशु ख्रीष्टको परमेश्वरको छोरा अनि छोरी बन्न चाहनुहुन्छ सन्तान बन्न चाहनुहुन्छ If that's you, just raise your hand. यदि तपाईँ यहाँ हुनुहुन्छ भने I आफ्नो wanna हात pray for उठाइदिनुहोस् म प्रार्थना गरिदिनेछु Raise your hand. यदि तपाईँले विश्वास गर्नु भएको छैन Just ग्रहण raise गर्नु it भएको up and छैन leave it up. ग्रहण गर्नु भएको छैन उहाँलाई रिसिभ गर्नु भएको छैन भने त यदि कोही नयाँ हुनुहुन्छ भने Looks like, do you see any hands? मैले कोही पनि हातहरू देखिनँ यदि हाम्रो You can see better than me. Yes, I think we have everyone they believe and They're all receive- believers. Yes, all believers. That's wonderful. हाम्रो नयाँ जवान भाइ बहिनीहरू त कोही छैनन् नि हैन कोही ग्रहण नगरेको नानीहरू कोही छन् I Okay, did- no. Everyone are believer here. That's wonderful. एकदम राम्रो हो I'm so happy. अनि हामी म अति खुसी छु Yeah, and God is so happy. अनि परमेश्वर पनि खुसी हुनुहुन्छ And I hope the message today अनि म विश्वास गर्छु आजको वचनद्वारा will help you know your Heavenly Father even better. अनि आजको वचनद्वारा तपाईँलाई स्वर्गीय पितालाई अझैसँगले घनिष्ठसँगले चिन्नका लागि मद्दत गरेको छ भन्ने म विश्वास गर्छु And that you'll trust Him more and more. अनि मलाई विश्वास छ कि तपाईँले अझै धेरै धेरै मात्रामा उहाँमा विश्वास गर्नुभएको छ And in prayer, you'll approach Him with boldness. अनि तपाईँ एकदम शक्ति साथ आँट साथ प्रार्थनाद्वारा उहाँमा तपाईँ जानुहुन्छ एप्रोच गर्नुहुन्छ And speak to Him very personally. अनि तपाईँ एकदम नजिक भएर उहाँसँग बोल्नुहुन्छ And let Him know what you need from Him. अनि उहाँद्वारा तपाईँलाई के कुराको आवश्यक छ त्यो कुराहरू भन्नुहोस् Because He's already bought and paid for it. अनि उहाँले चाहिँ पहिले नै हाम्रो लागि मोल तिरेर किन्नु भएको छ र पहिले तिरिदिइसक्नु भएको छ दाम And be able to receive from Him. Let Him bless you. अनि हामीले चाहिँ उहाँद्वारा चाहिँ त्यो कुरालाई हामीले प्राप्त गर्न सकौँ र उहाँले चाहिँ हामीलाई आशिष गर्न सकुन् All right, I want to pray for all of us right now. हामी सबैको लागि म प्रार्थना गर्छु Heavenly Father, स्वर्गीय पिता again, happy Father's Day to you. हामी तपाईँलाई फेरि पनि ह्याप्पी फादर्स डे भन्दछौँ Lord, we are all here as your children अनि today हामी सबैजना यहाँ तपाईँको छोरा अनि छोरी छौँ because you've been so good to us. अनि God. किनभने तपाईँ अति भलो हुनुहुन्छ हाम्रो लागि